नमस्कार एन्ड वेलकम छ फेरि मेरो सानो भ्लगमा। जतिजना साथीहरूले हेर्दै हुनुहुन्छ, आज चाहिँ डाङ घोराई जाँदैछु। हिजो लिबाङ गएपछि फेरि आज डाङ घोराई जाँदैछु र बाटोको अवस्था हेर्नुहोस् त एकदम बिग्रिएको छ। सँगै म सबै स्थानीय निकायलाई चाहिँ यो बाटोमा ध्यान जाओस् भन्ने म चाहन्छु र सबैजनाले मेरो भिडियोलाई सेयर गरिदिनु होला। र एकदम गाह्रो छ यो सैड मार्ग हो, रोल्पादेखि घोराइसम्म पुग्ने सैड मार्ग। यसको अवस्था एकदमै गाह्रो छ र जाँदैछौँ धुलै धुलो। हेर्नु साथी, बस आयो, धुलै धुलो उडिरहेको छ। हामी एकदम कठिन दुःख सुख गर्दै हामी गइरहेका छौँ। र यति बेला हाम्रो घरमा चाहिँ टिन लगाउनु पर्ने भएकोले, करेटी चाहिँ मेरो गाउँ हो र घरमा टिन लगाउने भएको कारण टिन हाल्न डाङ घोराई जाँदैछौँ। र म मेरो बुढी हामी जाँदैछौँ। आजको यात्रा डाङसम्मको छ। हामी पुगेर सामानहरू सबै लोड हालेर अनि हामी चाहिँ आज फर्किनु पर्ने। बाटो साह्रै गाह्रो छ र जस्तो हामी आइपुग्यौँ र अब 12 किलोमिटरको माथि आइपुगेर हाम्रो धुलोहरू सबै रोल्पाको सैड मार्ग धुलोहरू हामी यतै झारेर हामी जाँदैछौँ डाङतिर। हामी घोराइ जाँदैछौँ र हाम्रो धुलो हेर्नुहोस् साथी, शरीरमा पुरै जमेको छ। गाह्रो छ अवस्था र गइपुग्यौँ। अनि बिहान एकदमै भोक लागेको थियो। अनि हामी चाहिँ ल आज बिरयानी खाइदिउँ त भन्ने सोचले बिरयानी कर्नरमा छिर्यौँ र हामी बिरयानी खाँदैछौँ। र हेर्नु त साथी हो, मेरो बुढीले पनि खाँदैछिन् बिरयानी, म पनि खाँदैछु। उनले चाहिँ मभन्दा ठुलो मुख टरेर खाँदैछिन्। यति हेर्नु त मोटो मान्छे। हामी खायौँ। अनि त्यसपछि टिन हाल्नलाई हामी हार्डवेयरमा गयौँ। हार्डवेयरमा गएर टिन हालिसक्यौँ र अब साथीहरूले पलाई चढाउँदै हुनुहुन्छ र हामी यसपछि चाहिँ यो सबै हामी यसलाई चाहिँ हामी पठाउँछौँ। त्यसपछि हामी जाँदै गर्दाखेरि बाटोमा हामी एउटा अचम्मको एउटा चिज देख्यौँ। हामी यो चाइनिज कुखुरा भालेपोटी एकदमै सानो, तुलना गऱ्यो भने आधा केजी पनि छैन यो, तर एकदम छिपेको। कल्पना गर्यो भने यसको चल्ला चाहिँ खै कति हुन्छ, 100 ग्राम 2-3 ग्राम हुन्छ कि जस्तो लाग्छ। अचम्मको चिज देख्यो। र त्यसपछि आयो हामी सिलाइ मेसिन सेन्टरमा। यहाँ आएर हामी केही सिलाइको सामानहरू हामी ल्याउँदैछौँ यहाँबाट। त्यसपछि निस्किएपछि हामी यो ब्याङ्क रोडमा हामी चाहिँ यहाँबाट जाँदैछौँ। हाम्रो अबको यात्रा चाहिँ प्रकाश इम्पोरियमसम्म नयाँ बजार, त्यहाँ गएर हामीले केही कपडाहरू लिनुपर्ने भएको कारणले जाँदैछौँ। र मेरो यो भिडियोलाई कृपया मेरो च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु हुन म पुरै अनुरोध गर्छु। र हामी अब प्रकाश इम्पोरियममा आएर यो राजस्थानी सेट हामीले यो बनाउँदैछौँ। र यो चाहियो भने कृपया सृष्टि टेलर होली रोल्पामा सम्पर्क गर्नुहोला। तपाईँहरूलाई हामी एकदम सहुलियत दरमा उपलब्ध गराउँछौँ। र यहाँबाट निस्क्यौँ र हामी आयौँ लखन पार्क घोराई। अनि हामी आज श्रीमान श्रीमती चाहिँ अति रमाइलो गर्दैछौँ। हामी खाँदै डुल्दै घुम्दै रमाइलो गर्दै आजको दिनलाई त्यहाँबाट आयौँ। र हाम्रो नानी आइसालाई हामी भेट्न गोगलीसम्म पुग्यौँ। त्यसपछि त्यहाँबाट हामी फर्केर आयौँ। अनि फेरि त्यहाँ एकदम कन्डरामा गएर थुक्पा खाउँ त भन्ने हाम्रो एकदम कुरा मिल्छ के, सल्लाह मिल्यो। थुक्पा खायौँ। त्यसपछि फेरि गयौँ, फेरि फुल्की खाउँ त मिठो एकदम। फेरि गयौँ, फेरि त्यो पनि हामी खायौँ। आजको दिन चाहिँ रमाइलोसँग बित्यो। त्यसै गर्दै गर्दा नानी बाबुहरूलाई फेरि यहाँबाट मिठाई लिन लाएँ। मिठाई पसलमा छिर्यौँ। अनि त्यसपछि फेरि ल आज जाउँ त फेरि भनेर गणेश हलको माथितिर भएको यो रेस्टुरेन्टमा छिर्यौँ। ललिपप खाउँ त भने ललिपप खाइयो। खाँदै गर्दाखेरि यो एउटा नयाँ अनुभव पनि हामी लिइरहेका छौँ आज। अनि यो खाँदै चाहिँ साथी हो, मैले खाएँ अनि मेरो श्रीमतीले पनि खाँदैछिन्। इन्जोय गर्दैछौँ। र साथै एउटा यो नयाँ परिकार खाइयो साथी हो। यो परिकार चाहिँ आज नधारेर भन्नुपर्दा पहिलोचोटि हामी खाँदैछौँ। र यसको स्वाद चाहिँ मजा लाग्यो। जे आजको दिन, आजको समय चाहिँ जसो बाटोमा दुःख सुख गर्दै आए पनि आजको दिन रमाइलो बित्यो भनौँ न एक प्रकारले। र अनि हामी अब त्यसपछि लगत्तै हामी चाहिँ अब घर फर्किँदैछौँ। हामी घर फर्किने क्रममा हामी
यहाँबाट हामी चाहिँ दामोदर चौक भन्छ अथवा ब्याङ्क रोड भन्छ त्यहाँबाट निस्केर हामी चाहिँ अब लखन पार्कतिर गएर त्यहाँबाट चाहिँ तल निस्केर आयौँ। फाइनली अब हामी घर पुगिसक्यो साथी हो, हामी घरको छेउ नजिकै गइसक्यौँ। अब थोरै अब हामी चर्चको छेउमा पुग्यौँ अनि अब मेरो घरको छेउमा गेट भेटियो साथी हो। अब गेट यही हो, अब गेटबाट भित्र छिर्यौँ। धन्यवाद सबैजनालाई, लाइक शेयर सब्सक्राइब गरिदिनु होला।